मिला दे। मोबाइल क्यों मेरो सर हेलो हेलो घाँटी चाहिँ आज पानी धेरै बढ्ने घाँटीतिर पनि अनि त्यही भएर यस्तो खतरा झर्ना जाँदैछौँ नुहाउनलाई त्यो बाटो हुँदै त्यहाँ चाहिँ मान्छेहरू एकदम छ हामी दुईजना मात्रै छौँ आज चाहिँ सब केटाहरू बिहे गरेर हिँड्दैछौँ अरे लोकेसन हामीले जानेछ हिँडेको कुनै आउँछ यो के डाँडा थियो मातेव डाँडा के अरे डुड भन्ज्याङबाट भिडियो स्टार्ट गरेको त्यहाँसम्म चाहिँ नर्मली टिकटकहरूतिर छ्याप चाहिँ भिडियो पाउँछ त्यही भएर खिचिएन अब यहाँबाट चाहिँ लोकेसन सहितको टक्क आउँछु लास्टेड दामी छ चिसो हुन्छ पानी पनि सबै दामी छ यहाँ त यहीँदेखि पैसेलु यहाँ लास्टै पाएको थियो अस्ति मैले अहिले छैन अहिले ध्यान मात्रै छ अब यो छुट्टीको समयलाई सदुपयोग गर्दै हामी कस्तो नुहाएर आउँछौँ आज यो चाहिँ हाम्रै दुधौली नगरपालिका हो झर्ना चाहिँ पछि केरन्दनमा पर्छ बाटो चाहिँ ठाउँ यस्तो पछि पनि छ अघि एउटा अटो पल्टेको पनि थियो उडाउन जाँदाखेरि नआउनु होला त्यस्तो अटो तर सबै अफरोड छैन कहीँ मात्रै सामलामा चाहिँ बिर्सिन्छ कस्तो ए साबुन चाहिँ बोक्नै बिर्सिन्छ डक्टरी ब्रान्डको एकछिन रोक्यो भने त गर्मी नै हुन्छ नि त्यतातिर त्यहाँ तेह्र नम्बरको वडा कार्यालय आइपुग्यौँ हामी टक्कै शिवको मन्दिर रहेछ नतारेर खिचिदिउँ न त है बाटो त दुईटा त होइन तेह्र नम्बर वडा कार्यालयबाट यहाँ दुईटा बाटो जाउँ पछि यो साइड यहाँ त बाटो त्यतिको भयो त ठिकै हुन्छ क्या अलिक उकालो होइन
मकै गरम गरम भन्ने खालको भिडियोमा चाहिँ नथा छ यदि बाटो यसको पुरै अफरोड काहीँ चाहिँ तर पनि सजिलै खानु त्यस्तो गाह्रो त छैन घरहरू पुरै कुरोतिर लोकेसन भनेर त्यो 13 नम्बरबाट कार्यालयबाट राइटतिर आउनु पऱ्यो लेफ्ट गयो भने त उता कहाँ जान्छ लामपन्टारतिर जान्छ होइन जिनाको लामपन्टार पनि हिँडेको थियो नि त्यो बाटो त्यो रामशरण दाईको बिहेमा गएको त्यताबाट झ्याउ रहेछ उता त डका निक्लेको थियो नि त्यहाँ चाहिँ त्यताबाट चाहिँ छिटिरहेको थियो नि बाटो त्यता त बाटो चाहिँ बनाउँदैछ होला पिँदै जस्तो माथिसँग त कता पिँदैछ डकाबाट यस्तो टर्निङमा पनि पुरै 90 डिग्रीमा कुदाइरहेको हाम्रो केटोले पछाडि वेट धेर भएर उच्लिँदैन नि अगाडि पछाडि फेरि 80 हो अगाडि 45 किलो मोहनबहादुर खड्कालाई हेरेर केटी आएका छन् रे घरमा त्यही भएर केटो रन्सन दिएर कुदिरहेको जमाना उठ्यो होला जमाना उठ्यो होला ल हामी के भन्छ यो गाउँलाई मासुले दमा राखिदिउँ त्यस्तो छ कल भिउ गयो ठिकै हाम्रो माविको टिचरको घर आइपुग्नु लाग्यो मावि नै ओ टिचर तिमी घुमेवाला अब हामी लगभग लोकेसन बाइकमा तिमीले लोकेसनमा आइपुगिसक्यो यहाँबाट अलिकति हिँड्नुपर्छ है 10 मिनट जति त्यसपछि आराम मनको गोठी हो होइन चिस्ला अहिले त काँक्रा सिजन छैन है पश्चिम त कता यो भन्दै नि त काँक्रा यता त फल्ने बेला भएन हो भदौतिर हुन्छ धान त्यो बेला के बेला आफ्नो दोकानहरू जाँदा यसको बाटो पनि भन न अन्त थाहा यो के थाहा होला थाहा माथि थाहा
पानी रहेछ त्यो भाइहाल्नु त्यता जाने बाटो हो डक्टर नै पढाउनु यहाँबाट टोटलमा जाने छुट्टिन्छ त्यहाँ यहाँ आइपुगेपछि चाहिँ यताबाट राइटतिर गयो भने टोटलमा जाने बाटो हो यो बाटो चाहिँ होइन हामी सिधा जान्छौँ त्यसमा अब सक्यो हामी चुप्पो डाँडाबाट पेटपातिर गएको होइन ल्याउँछ अस्ति नि त्यहाँ गएको लाली गुराँस टिपेर त्यता पाएर घरमा चाहिँ छिटो पऱ्यो कि बिहारी नाचेको एउटा गर्दा हुनै थालिसक्छ मान्छे होइन रहेछ पत्र चिप्लो रहेछ तातो आधा तातो बाइकको हो नि त त्यसमै गयो नि त सिरान माथि यतै राम्रो नि भाइ फाइनली अब यो डेस्टिनेसन है पानी बेसी आइपुग्यो भने अब यहाँबाट बाइक जाँदैन बाइक यहीँ राख्ने हो त्यो झर्नाबाट झरेको खोला चाहिँ यही हो हामी सिधै यहाँबाट अब हिँड्दै हिँड्दै जानुपर्छ यो डाँडा नाप्नु पानी यतिकै चिसो हुन्छ यहाँ पल्लो ढल्ला त मान्छे त यस्तो चिसो हुन्छ फाइनली हामी चाहिँ बाइक आइपुग्ने ठाउँसम्म चाहिँ आइसकेका छौँ यहाँबाट हिँड्दै हिँड्दै 10 मिनट जति जानुपर्छ बाटो हिँडेर जाँदा ठिक छ अरू चाहिँ केही जाँदैन साधनहरू 2 खुट्टे साधन आफ्नै मात्रै जान्छ यहाँ देख्न सक्नुहुन्छ यो तपाईँ चाहिँ यो भिडियो कहाँ आउँछ डाले यता अर्को छ नि के अरे युट्युब सुरज कार्की ब्लग होइन त तल यो छ बाटो ट्र्याक होइन घर देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो चाहिँ यो घर मान्छे छैन हाम्रो घर चाहिँ यता छ देख्न सकिन्छ जी हाम्रो घर बाटो पनि दिएको झर्दा है यस्तो यताबाट यो अटो घर यो पार्क हो र बसेर यहाँ कतिजना हाम्रो चाहिँ गइसक्यो झन् डुबेर मरिन चाहिँ हो नानी के गल्तीले रामेको छोरीले लिएर आइदिए नि नजब है भनेको यसो डुबु भने रे उता उता तान्यो रे यो माथितिर पिरोले पो चाहिँ गऱ्यो जता जता पनि फिट होइन
गाइस अब चाहिँ हामी झर्नाको यात्रा सुरु गर्छौँ। अब हामी झर्ना जाँदैछौँ जाडो भन्दा मै त होला जस्तो छैन नि त। हिँडेर आइपुग्दाखेरि जाडो भइसक्यो। झर्ना त यस्तो चिसो हुन्छ के नहुनु सकिएला र त्यही पनि अब यहाँबाट ठुलो डाँडा जानु हिँड्दै हात लाग्यो लाग्यो। अब हेर्नु यहाँबाट चाहिँ सिधै यस्तो उकालो जाने हो के थाकिसक्यो क्या सुरुमै। अब यहाँबाट त्यही हो अलिकति उकालो त्यहाँबाट तेर्सै अलिकति उकालो कुदेकुलो हुन्छ। केही राम्रो ठाउँ जान त मिहिनेतै गर्नुपर्छ। ऊ हाम्रो कुन हो घर यताको हो क्या होइन खेलिकन आँप त फलेको रहन्छ। हामी दुई भाइ मात्रै छौँ त्यहाँ चाहिँ अरू कोही हुनसक्छ नहुने टक्क कोही रहेनछन् भने पनि दुई भाइ च्याप्ट नुहाएर घरमा चाहिँ फेरि यस्तै त पानी छैन सिधा तेर्से छुटेर यहाँबाट चिप्ल्यो भने चाहिँ त्यो जन्ममा यस्तै हो भन्ने खालको लाग्दो छ। अझ अहिले पनि चलाउनु त पानी घटा डेली झर्नाको पानी झरेको होइन। टक्क दामी नै रहेछ है अहिले चाहिँ। अस्ति नै आउँदा चाहिँ हिँडै थियो झ्याउने हिँड्न डरलारी खोल्ची कुदेको थियौँ हो। हामी यहाँबाट टक्क जाँदैछौँ। नेचरल स्विमिङ पुल त्यहाँबाट हेरेर नि बाटो सेम यस्तै थियो। अब झर्ना पुगेपछि यस्तो बाटोमा पर्दै त्यहाँबाट अलिकति तल कति मिटर हो कति मिटर त्यो यहाँ चाहिँ अलिक होसियारले जानुपर्ने हुनसक्छ। त्यही बाटो हो झर्नाको आवाज सुनिनु थाल्यो। डेन्जरको पनि पराकाष्ठ डेन्जर त्यतिसम्म घरमा पढाउनु थाल्छौँ यहाँ त बेला अप्ठ्यारो यही बाटो हामी आएको पुरा चिप्लो छ बाटो। मान्छेहरू धेरै आइसकेको छन् झर्नामा। हामी जाँदैछौँ गएछ
लगाइदिउँ यादलाई डुबाएर खिच्नु यादलाई डुबाएर खिचौँ तीन सौ 60 डिग्री काट दिया था ये वीडियो की फोटो वही ध्यान है तो यो मैं मजा लेती हूँ बेहुला तिमी डुबान अनि म यताउति घुमाउँछु लगभग यो 70 मिटर जति माथिबाट खस्यो होला माथिको टिचर हुनुहुन्छ ध्यान गरिरहनु भएको छ हेर्नुलाई यो अब के हो